पार्दिँदै हुनुहुन्छ लास्टमा रिजल्ट यो सुन्दा गरौँ ल हुन्छ कि सुधा गर्नु यो पनि भ्लगमा हो म त गर्दिनँ म भिडियो गरिदिन्छु यहाँ चाहिँ नक्कल पार्दैछन् कपाल चाहिँ हाम्रो यहाँनिर स्टार्ट हुँदैछ बार्नका लागि सिस्टी यहाँ छन् लजाउने मान्छे कपाल पनि देखाइदिउँ न बाटेको कपाल चाहिँ यस्तो उडा माथि उडा उहाँ चाहिँ मेन हुनुहुन्छ माथि ल यस्तो नि पाउजु लाउनु पर्ने यो चाहिँ बिहाको तपाईँ चाहिँ सबैभन्दा सोझी हो यहाँको आज चाहिँ यहाँ लुङ्गी पार्टी लुङ्गी पार्टी लेखेको त यो कलर कस्तो अलिक मेरो हातले राम्रो नदेखाए लुङ्गी पार्टी लेखिरहेको छ नदेखाएको बलुन फुक्ने हो नि त सिम्पल छ उयो त डेकोरेसन लेखेको न त्यस्तो स्ट्यान्ड चाहिँ लिनुपर्ने क्या के छ हाम्रो खानेकुरामा दामी छ क्या यार सबिनाजी के गर्दै हुनुहुन्छ के चाहिँ ए यस्तो मन पर्दैन हो तपाईँलाई यो चाहिँ पुलो हो नि है ल मासु Cheers, cheers. ल ल यसले दिन्छ अब ल ल ल मेरो फोन कहाँ छ भने थाहा छैन भाइ भन न तिम्रो पनि के भरे भ्लगमा छ लुङ्गी पार्टी कति अरे 2025 मे 2 हो आज मे 2 होइन अजिसाको दोहोऱ्याउन एकदम रेडी छु भन्दै खाम ल निकाल्दिन त्यस्तो फोटो राम्रो देखिरहेको छ हो म आधी आधी यस्तो ज्यान मात्रै निकालिरहेको छैन त्यहाँबाट चाहिँ सर्भ गर्नुपर्ने के छ हामी चाहिँ अब खाना भन न के गर्नुपर्ने मेरिनको बर्थडेको भ्लग खै आएन कसै कसैको युट्युबमा एक वर्ष ल ल खाऊ ल कस्तो छ साथीहरू खानेकुरा मासु यता नाराजी कस्तो मिठो बनाएको छ ल पुरो कसले बनाएको वाउ कति मिठो उसले मलाई बिहान सिकाएर खानेकुरा एकदम खाम
यतिको नकल पार्नु पर्ने चाहिँ हुन्छ है साथीहरू आफू चाहिँ नकल पारिसक्यो होइन मैले फोन गर्दा चाहिँ यस्तो राम्रो राम्रो तपाईँले हुन्छ भनेर क्या कति बाक्लो हुन्छ मान्छेहरू मैले त्यत्रो अनि तिमी हामी 10 पार्टिदिएको सृष्टि के भन्ने त मेरो भ्लगमा उहाँ चाहिँ मेरो एकदम लजालु साथी हुनुहुन्छ यो पनि फेरि सुरुमा यो हुन्छ है हाइलाइटमा क्यामेराम्यान फोकस गरौ म यो चाहिँ यो मेरो कन्टेन्ट हो भने मलाई थाहा भइसक्यो अहिले नै यता सब्स्क्राइबरहरु पोजिटिभ छ एकदम पोजिटिभ मेरो सब्स्क्राइबरहरु छ हुनुहुन्छ हैन मेन यहाँनिर लङ वेटिङमा हुनुहुन्छ पूजा के बोल ब्लगमा आज हाम्रो के हुँदैछ रे यहाँ आज हाम्रो लन्गी पार्टी हुँदैछ इन्टेक 18 को साथीहरु कतिजना 9 जना छौं के हामी टोटल 8-9 जना छौं धेरै रमाइलो भइरहेको छ नि हजुरलाई अन्जुको ब्लगमा धेरै स्वागत छ मैले सब्स्क्राइब गर्नु बाँकी छ किनभने मैले नाम नभेटेको अब चाहिँ खोजेर भर्खर सब्स्क्राइब गर्छु थ्यांक यू अब यता सबिना म्याम के भनिदिनु न मेरो ब्लगमा 2-4 शब्द के 2-4 शब्द अब आज चाहिँ हाम्रो यहाँ दोबो डाँडामा हैन लुगी पार्टी हुँदैछ गाइजहरु म पनि अन्जुको एकदम भएको छ सो आई एम सो प्राउड अफ माइसेल्फ एन्ड आई एम सो एक्साइटेड व्हाट नेक्स्ट क्या खतरा बोले यार यतिको त बोल्नुहुन्छ यार यता बोल्नु चाहनुहुन्छ अरे यता मेरो साथी नेक्स्ट अजिसा हजुर म चाहिँ नमस्ते म चाहिँ एलिसा है हजुर अनि म मेरो प्यारी अन्जु नम्बर्नीको ब्लगमा एकदम आफूलाई भाग्यमानी मेरो दिदार जति ठुलो भाग्यमानी ठानेको छु अनि यो सबै कपाल बनाउँदैछौँ तर मेरो लाछा छैन आज ठिक छ त्यही पनि मेरो कपाल लामो छ है त्यस्तो लाछा नै चाहिन्छ भन्ने छैन है यस अनि ठिकै छ रमाइलो गरिरहेको छ जस्तो भात खाएर गएको छ अनि भात होइन हामीले उस खाएको के अरे के खाएको के अरे लाबर साथीले चाहिँ घरमा बनाउनु भएको के भन्छ पुलाउ मासु खाएर पुलाउ मासु डम्ब परेर यत्रो मोटा खाम होइन कस्तो थिए अहिले कस्तो भएको छु ठिक छ यो सबै मेरो बुढाको माया हो ठिक छ त्रिदेव राजा मगर लट्स अफ लभ पानको पात दाइलाई पानको पात ल ल यहीबाट मेसेज दिन चाहन्छु घर चाहिँ छिटो आउनु यतिको भनेपछि त आउनु परिहाल्यो नि दाइले अब म जाँदैछु कता रेसमा नम्बर्नी प्लिज 2-4 शब्द ए लिपस्टिक लाग्छ छैन रे उहाँले कुन गीत हो म चाहिँ अब मेरो साथीमा मेरो नाम चाहिँ हैन मिरियन हो म चाहिँ फोकस्टोन बसी बसेर चाहिँ फोकस्टोन छु अनि घरमा मेरो बुढा अनि मेरो कस्तो दुःख स्टोरी भन न आफ्नो इन्ट्रोडक्सन गर्नुहोस् हाम्रो लुङ्गी पार्टी हुँदैछ हाम्रो इन्टेक मेरो लिपस्टिक कहाँ गयो 18 हाम्रो साथीहरू अनि यसो फोकस्टोनको अनि दोबरको यसो हामी लुङ्गी पार्टी हुँदैछ अनि हामी एकदम इन्जोय गर्दैछौँ आजको पार्टीमा अनि त्यही हो अझ रमाइलो गर्न बाँकी नै छ भर्खर खानपिन भयो अब बाँकीको लेटर अब अझ आउँदैछ थ्याङ्क यू ल अब कता जाउँ यता हुनुहुन्छ यहाँ कपाल पार्टी हुँदैछ ए एकछिन ल यता त भइसकेको ल अब त्यसपछि यता 2-4 शब्द दे न यार मेरो नाम रेशमा राई कति राम्रो देखिनु भएको बोल न छिटो नाटक नगर
छिटो त्यहाँ चाहिँ सबैलाई गरौँ है साथीहरू ग्रुप फोटो ल मेरिना अब यता लिपस्टिक लाउँदै म्याम हुनुहुन्छ भन्नु ल सब एकदम यहाँ बिजी हुनुहुन्छ सबजना नक्कल पार्नुलाई बाप रे बाप 101 नम्बरनीहरू रे यो बन्दना तर कहिले जिन्दगीमा लाइभ आउँदैन त आज म आउँछु ल लाइभ बस है लाइभ बस्नुपर्छ आज लाइभ भन्नुहोस् न के भन्नु भएको रे के भन्नु भएको रे भन्नुहोस् न फेरि कति राम्रो राम्रो नम्बरनीहरू छ मेरो हेर्नुहोस् गाइस कसैलाई कन्ट्याक्ट ला ओ नो सक्छ त कसैले फेरि सक्दैन नि फेरि मेरो भ्लग हेर्नु हैन उसको भ्लग चाहिँ हेर्नु पर्यो गाइस बारी हुनु पर्ने के अहिले तोरी बारी तोरी त पर त छ तर पर कसले लगिदिन्छ राउन्डबाट छ गाडी कसको छ दाइलाई सम्झिँदै हो मलाई के बा कति राम्रो राम्रो हो पुरै कोरियन पिसहरू यहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ सृष्टि अब हामी कहाँ जाँदैछौँ गाइस हामी फोटो सुट गर्न जाँदैछौँ हैन अब यही हो यही कुरा भन्नु लागि म बाहिर साह्रो भयो कस्तो दामी आएको थियो अघि फोटो त्यहाँ Oh my no आफूले क्रेडिट दिइरहेको ल अब चाहिँ हामी फोटो सुट गर्नको लागि जाँदैछौँ एउटा यतिकै ऱ्यान्डमली हिँडेको कति हो ओइ हल्ला बढी हाम्रो हल्ला चाहिँ बेसी भयो हामी चाहिँ भिडियो सुटको लागि बाहिर निस्क्यौँ भिडियो सुट भइरहेको छ केटीहरू वाह दाइलाई हेर्छु त लजालु मायाहरू यता छेरी
कस्तो हुँदैछ रमाइलो हुँदैछ फोटोग्राफर के अरे फोटोसुट चल्दैछ हाम्रो अनि त्यसपछि के हुन्छ हाम्रो त्यसपछि खाने प्रोग्राम हुन्छ त्यसपछि फेरि टिकटक प्रोग्राम हुन्छ त्यसपछि के प्रोग्राम त्यसपछि सर्ट प्रोग्राम हुन्छ होला ल ल ल यता कति राम्रै म्याम फेरि यहाँ फेरि भिडियो गर्दै हुनुहुन्छ है यता यता क्यामेराम्यान फेरि त्यही भने यता फेरि उहाँ राम्रो हाम्रो सिकाएन छ नि नर्कलोकमा होइन अरे चाहिँ मेरो चाहिँ सरी ल मलाई थाहा थिएन किन आइसक्यो कहाँ हिँडेको हामी साथीहरू आज ल अब हामी चाहिँ कस्तो भएको अब चाहिँ हाम्रो फोटोसुट पछि चाहिँ हामी यहाँनिर डेकोरेसन गर्न स्टार्ट गर्यौँ साथीहरू यहाँ बेलुन फुल ल्याउँदै हुनुहुन्छ यहाँनिर कडा कडा केटीहरू सब बेलुन फुलाउनु यो चाहिँ हाम्रो डेकोरेसन दामी डेकोरेसन छ अब चाहिँ हामी साम्पेन फोड्ने हो केटी हो ल हिँड हिँड आओ साम्पेन फोड्नु आओ आओ अब चाहिँ यहाँ हाम्रो चाहिँ यहाँनिर डेकोरेसन यस्तो राम्रो भइसकेको छ गाइस लुङ्गी पार्टी अब हामी स्याम्पेन फोड्छौँ भने त सुशीला पुगो भएको नि त ओइ म त पुरै भिजे त यार तिमीलाई त लागेन होला होइन फेरि यस्तो बेलामा
सबिना यता हेर न के थियो कस्तो हुँदैछ टेलिभिजनमा लगाउनु न त्यो गाना खोइ भिडियो बन्द गर्छ तिमीहरूको हामी इमोसन नहुनु एकछिन लास्टमा त के हो हामी रियालिटी गाना बनाउनु नि ल म्युजिक अन म्युजिक लाउनु नि म्युजिक लाउनु यतिकै के च्याप च्याप हो हाँस्दै मेरो मन पर्छ च्याप च्याप ल तिमीहरूको आज हाँसेर मुख दुखिरहेको छ बेला कति च्याप्नु भयो रेडी वन टु थ्री काट्न गइरहेको छौँ हाम्रो लुगी पार्टीको वाउ हाम्रो कस्तो राम्रो केक साथी हो यो कार्यक्रमको विजेता बनाउने ओइ अब यिनीहरूको बुढेमा हुनसक्छ अब नुडल्स च्यालेन्जर हामीलाई बोलाउँछ कतिमा चाहिँ हामी आउँछ मेरो च्यालेन्ज मैले भ्लग बनायो भने चाहिँ म त्यस्तो म त
हाम्रो लुङ्गी पार्टी सक्सेस भयो राम्रोसँग ल सबैले आफ्नो मन्तव्य दिनु होला ल ऐसाजीबाट यस यस हजुर जे होस् रमाइलो भयो होइन के भन्छ अरे जस केटीहरू आए अनि रमाइलो गरे फोटो खिच्यौँ यताउति एकदम वेल स्पेन्ड डे भयो होइन जस एकदम खुसी छु म अनि जस यस्तो मुभमेन्टहरू मनाइराख्नुपर्छ तर अब टाढा भइसक्यो हुन्छ तर भेटघाट हुँदा चाहिँ यस्तो मिलाएर सबैको अमूल्य टाइम छ होइन सबै बिजी हुन्छ त्यो टाइम दिएको नै ठुलो कुरा हो त्यही भएर मेरोबाट ह्याप्पी लुङ्गी पार्टी थ्याङ्क यू सो मच साथी अजिसा मन्तव्यको लागि अब चाहिँ अजिसाको पालो रेशमाजी साथी भनिदेऊ न 2 शब्द म त के भन्छु रमाइलो लाग्यो सबैजना हजुर भएर धेरै रमाइलो भयो होइन अनि अब पछि पनि यस्तै यस्तै प्रोग्राम हामी गुर्नेमा पछि गर्नेछौँ पछि पनि यस्तै रमाइलो पार्टी बनाउँदै जाउँ धन्यवाद क्ल्याप सबैजनाले बजाइदिनु होला ल अब मेरी ना मैले त अघि भनेको त अब इन्डिङको क्या फेरि एन्डिङ रमाइलो चुप न मन्तव्य क्या स्पिच होला रमाइलो भयो साथीहरू ल ताली अनि त्यसपछि मेरी हेर्नु साथी म त के भन्न चाहन्छु साथीहरू एकदम बब्बाल भयो है आजको एकदम रमाइलो भयो सबैजनासँग भेट भयो साथीहरू खायो पियो गफ गर्यो फोटो खिच्यो भिडियो खिच्यो एकदम रमाइलो लाग्यो त्यति भन्दामा म हस्त नमस्ते ताली ल पूजा नमस्ते सबैजना साथीहरूलाई आजको हाम्रो इन्टेक 18 को के अरे 2025 मे 2 को लुङ्गी पार्टी चाहिँ धेरै रमाइलो भयो दिउँसैदेखिबाट भयो नि फोटो खिचेर भिडियो धेरै रमाइलो भयो धेरै अझ धेरै नजिकबाट चिनियो भनौँ न साथीहरूलाई अनि अब फेरि हो अझै पनि अब भएको कुरा नि अब जति भेट त्यति झन् साथी क्लोज हुन्छ एकछिन भेटिन्थ्यो आज त धेरै होल डे नै बितायो नि त सँगै दाइहरूसँग भन्दा पनि धेरै रमाइलो भयो अझ बढी चिनियो पनि अब फेरि अब आउने दिनहरूमा फेरि यस्तै राखिरहनु पर्छ के अब कसैको कोही नमिला तर सबैको मिलाइसकेसम्म त्यसै त्यति भन्दै ताले अब हाम्रो यता भाइरल साथी हुनुहुन्छ यहाँनिर सबिनाजी हेर गाइस क्यामेरा अन हुनु बित्तिकै 100% चार्ज अब यो आजको हाम्रो लुङ्गी पार्टी चाहिँ एकदम रक भन्छ एकदम भन्छ यसै गरी मनाउनु होला तपाईहरू पनि हाम्रो चाहिँ एकदम च्वाक भन्छ अख्खा छ त्यो भन्दै म हस्ते नमस्ते थ्याङ्क यू के भन्नु ल मलाई नि एकदम खुसी लाग्यो सबैजनासँग मनाउन पायो होइन जे नि लुङ्गी पार्टी सक्सेस भयो सोचेको होइन 1 महिना लगाएर तर एकदम रमाइलो पो भने जस्तै अब हामी सधैँ टचमा रहौँ कुरा गरिराख्न पाऊँ होइन अनि बुनेमा आफू जति पनि साथीहरू हुन्छ एकदम रमाको भिडियोहरू देख्न पाऊँ होइन अनि त्यही हो यस्तै यो मतलब भनौँ न हाम्रो यो जति पनि भएको फ्रेन्डसिप चाहिँ कहिले पनि नटुटोस् सधैँभरि यस्तै भइराखोस् हस् त धन्यवाद अब यता लास्ट होइन सृष्टि 2 शब्द प्लिज कस्तो राम्रो थियो ब्याकग्राउन्ड पनि राम्रो आछ प्रोग्राम गराउनु भयो त्यही हो गराउनु भएन हामी सबैले मिलेर गरेको हैन सबैको एकै प्रकारको योगदान छ ल थ्यांक यू धन्यवाद ल फाइनली मेरो टर्न यता पनि ल एट द एन्ड थ्यांक यू सो मच फर अल माई नम्बर नि हैन अनि आजको प्रोग्राम चाहिँ एकदमै रमाइलो भयो सबै साथीले भनिसक्नु भयो आजको लुङ्गी विशेष पार्टी मलाई एकदमै खुसी लाग्यो सबै साथीहरुसँग रमाइलो गर्न पाउँदा अब सधैँ
हामी काम नै हो होइन सबैको प्रायोरिटी तर कामलाई पनि थाती राखेर आजको दिनमा चाहिँ रमाइलो गर्नु पाउँदा एकदमै खुसी छु म पनि होइन अब अलरेडी हामीसँग ग्रुप च्याट छँदैछ यसमा अन्य कुराहरू पछि जोड्दै गरौँला बोल्दै गरौँला तर बिचमा चाहिँ कोही पनि ब्रेक नहौ यही भन्न चाहन्छु जो दादा छरिए तापनि हामी चाहिँ देश कनेक्ट चाहिँ भइरहौँ यही भन्न चाहन्छु यो भिडियोबाट यही पनि रमाइलो भयो सुन एउटा कुरा भन्छु म यहाँ देख हिसाब र पिसाब क्लियर हुनुपर्छ सेतो रमाइलो भयो बाई बाई See you next time, darling.